यहाँबाट घरबाट निस्क्यो बाटो यस्तो छ के बाटोको हालत यस्तो छ त्यही भएर पनि म यहाँ बजारतिर झर्दिनँ के आज हाम्रो घर दुईटा बाख्रा ब्याछ अनि उसको बाउ पनि खोज्न छ हामीले हेर्न सक्नुहुन्छ हामी यही ठुस्न लागेको सलाम ठो सलाम खै त ल बबाल एउटा काण्ड भयो यो घरमा भन्ने सुनेको थिएँ भाइहरूको चट्ट कपाल काट्यो है एनसी देख्यान फेमस भनेर बुझिन्छ क्या यहाँ चाहिँ नेपाल भनेपछि सबैले चिन्छ वेलकम वेलकम सबैलाई वेलकम स्वागत छ तपाईँहरूलाई मेरो आजको भ्लगमा अनि अहिले चाहिँ बजिसक्यो 4 बजिसक्यो अनि तपाईँहरूले हेर्न सक्नुहुन्छ 3 दिनदेखि झरी परिरहेको छ अनि बाटो हेर्न सक्नुहुन्छ है यहाँबाट घरबाट निस्क्यो है यहाँबाट घरबाट निस्क्यो बाटो यस्तो छ के अनि मुडै खराब के कता जाने के गर्ने दिसभरिको मुडै खराब हुन्छ यस्तो बाटो छ गाउँपालिकाले के हेरे केही हेरेन केही गरिराखेन गाउँपालिकाले अहिलेसम्म पनि यस्तो छ बाटो अब घरबाट भन्छन् राम्रो बाटो हिँड भनेर अब राम्रो बाटो कहाँ छ यहाँ कसरी हिँड्ने म यहाँ होइन उदाहरणदेखि हाम्रो घरसम्म पुरै जोइन गरिदिनु पर्छ नि बाटो बनाएपछि त यताबाट कम्प्लिट गर्दै यताबाट न यताबाट ढलाइ भएर आहा यताबाट कम्प्लिट गरेर हुन्छ नि आधा अधुरो अब त्यहाँबाट ढलाइ गरे हुन नि हो ढलाइ गरेको राम्रै हो तर सबै कम्प्लिट गर्न पर्यो त्यहाँको झलुङ्गे पुल पनि भएन त्यो त्यहाँको भएन कहाँ हुनु डराएको रड खिएर जान लागिसक्यो रड खिएर जान लागिसक्यो अब हेर्न सक्नुहुन्छ त्यहाँनिर छ अब गाउँपालिकाले गर्यो भने गर्यो नत्र भए हामीले त्यहाँ गएर कपडा सुकाइदिने अब कामै छैन कि त्यसको पैसा त टन्नै पालै घट्यो नि त हेर्न सक्नुहुन्छ यहाँ बाटोको हालत यस्तो छ त्यही भएर पनि म यहाँ बजारतिर झर्दिनँ के गाउँपालिका गएर यस्तो थर्काम जस्तो त हुन्छ तर यस्तो छ बाटो अनि त्यही भएर जानै मन लाग्दैन के गर्ने जलाउनु पर्ने के जलाउन होइन जलाउन त नपर्ने त्यस्तो जलाउन त भन्नु भएन तर त्यहाँको जो मेनहरू हुन्छ नि यो बजेट ह्यान्डल गर्ने हो त्यसलाई चाहिँ कानको निचे छ्याम पर्ने गरेर हान्न पर्ने के हुन्छ नि ल हेर्नु बाटो यस्तो छ अनि फाइनली हामी चाहिँ साइला बाबु घर आइसक्यौँ अनि आज चाहिँ के छ भन्दा नि यसो चाहिँ अनि केटाहरूले चाहिँ यसो जाम न तलतिर तिला आन्टीलाई नभेटेको पनि थुप्रै भयो अनि चटपट ह्याप्स हान्न जानु लाग्यो हामी चाहिँ आज चाहिँ सनिम चाहिँ बाउ बन्यो है आज हाम्रो घर दुईटा बाख्रा ब्याछ अनि उसको बाउ पनि खोज्न छ हामीले त्यसकै लागि पार्टी है कङ्ग्रेचुलेसन म चाहिँ बाउ होइन है यिनी चाहिँ हो दुईटा पाठ हो कि अझै अर्को पनि जन्मिन्छ कि के थाहा त्यस्तो गरेर त गर्नु भएन नि यार अस्ति त त्यो आजभन्दा 6 महिना अगाडि त खोरमा धन्ज्याङ धुन्जुङ त भएको थियो कि बाख्रा गरेको थियो सुन्दर भाइ जस्तो लाग्थ्यो यही जकेट देखेको थिएँ मैले के भएर नि हो सो अहिले गाइस हाँसो मजाक भइहाल्छ बुझ्दिनु होला मिलाएर के अरे गरेको थियो कि बाख्रा चाहिँ अनि यस्तै जकेट लगाएर भागेको थियो कि मान्छे चाहिँ अनि एनिवे गाइस रमाइलो भइरहेको छ अनि सो आज हामी दाजुभाइ भएर अनि दाजु चाहिँ म हो यिनी भाइ नै हुन् अनि यो भोसडी पनि भाइ नै हो अनि आज चाहिँ यहाँ दाइ छु म अनि यिनीहरूलाई अब राम्रो बाटो हिँड्नु पर्यो यस्तै छ पानी परिरह 3 दिनदेखि लगातार झरी परिरह उता पराल ओसार्न हालत त्यस्तो छ मौसम फेरि बबालै छ फेरि मौसम फेरि पहाडको बिचमा कुमालटार भन्ने ठाउँ थियो थमेलको चोकमा भन्ने गीत पनि मिलिरहेछ भाइस मिलिरह पहाडको बिचमा गाउँ त छ तर बाटो राम्रो छैन के यहाँ ढलाइ छ गाइस तपाईँहरूले थाहा छैन होला मेरो भिडियो हेरेर पनि तपाईँले थाहा पाउन सक्नुहुन्न यहाँ ढलाइ छ तर बाटो यस्तो छ के माटोमा हिँड्नु पर्यो के सिमेन्टीमा हिँड्नु पर्यो नि यहाँ काम गरेको नि पैसा पाएनौँ हामीले कुन दिन म गाउँपालिकामा गएर गाउँपालिका तोडफोड गर्न पर्ने हो कि के गर्न पर्ने हो त्यसै थाहा हुन्छ क्या लाइट पनि हालिदिन्न यहाँ पुरै ब्याकवार्डनेस भइरहेको क्या हाम्रो कुमालटार चाहिँ पुरै पछाडि के विकासको काममा चाहिँ एकदम पछाडि छ अनि कसैले वास्ता नगरेको अनि एउटा कुरो चाहिँ हाम्रो गाउँको पनि अब धेरै एमाले काङ्ग्रेस यताउति भनेर दौडिन्छन् अनि हामीलाई त भालै छैन होइन एमाले काङ्ग्रेस जे भए पनि हामीलाई भालै छैन कसैले केही गर्ने पनि होइन अनि सो आज चाहिँ अब धेरै कुरा नगरौँ यस्तो बारे राजनीति धेरै पढ्ने छैन सामाजिक पिरियडमा जहिले निन्द्रा लाग्छ अब के गर्ने पढ्न नि जो लाग्थ्यो अनि सो अहिले चाहिँ हामी तिला आन्टीकोमा हिँडेको धेरै भयो त्यहाँ पनि नगएको अनि सो आज मौसमले पनि च्यालेन्ज हानेको चिरिप्प पारेर चटपट हान्ने भनेर हिँडेछौँ केटाहरू ओहो अङ्कल राम राम
के कसलाई के भयो अङ्कलहरू ल स्वागत छ तपाईँहरूलाई मेरो भिडियोमा ल वेलकम टु ल हामी यसो जाम भन्दा तिला आन्टीकोसम्म घुमेर आउँछौँ पानी चाहिँ परिरहेको सिपसिप पानी परेर चाहिँ अहिले बाढी पनि आएको छैन आनन्दको भाइब चाहिँ अक्खा माछा पाइन्छ गौँटाहरू पाइन्छ अनि मैले हिजो स्ट्रगल बोयको युट्युब च्यानलमा नि हेरेको थिएँ कुमार जिरेल खतर लत्तै बढेको है त्यसमा भ्यू चाहिँ फेरि कति 100 कति धेरै होइन सामान्य सो गाइज हामी चाहिँ जाँदैछौँ अब के कसो हुन्छ म देखाउँदै राख्छु तपाईँलाई फाइनल्ली यहाँ मधु अटो सेवा तपाईँको मैले उसमा युट्युबमा हालिदिन्छु है नम्बर पनि हालिदिन्छु कसैलाई चाहिए भए ट्याक्क त्यहाँ नम्बर उ गरेर डिस्काउन्ट गरिदिनु होला 50 रुपियाँ भयो नि आए यो दिदी नमस्कार नमस्कार के नमस्ते गर्नु न गुड सन्चै हुनुहुन्छ सन्चै हुनुहुन्छ पाता अलि हुनु भइहाल्छ ओ भान्जश्री खै मामालाई नमस्ते अरे खै ढोगरे नि हुन्छ ल आशीर्वाद ल ल जाँदै गर्नु है हामी यसो गयो घुमेर आउँछौँ एटिएम पैसा झिक्नु नि सो यहाँ कुखुराहरू पाउँछ है यहाँ इनफ ब्रोइलर कुखुराहरू पाउँछ आन्टी आउनु भयो नडराउनु न बन्दुक त ताके होइन के क्यामेरा हो डराउनु हुन्छ हौ यहाँ हेर्न सक्नुहुन्छ परालको हरिगति अब यहाँ च्याउ पलाउँछ कि होइन यसो छरिदिनु भने यहाँ अब च्याउ हो क्या सिधै यो पराल कामै छैन कि घाम लाग्यो भने हो ल हेर्न सक्नुहुन्छ हाम्रो गाउँको भ्यूहरू है तल्लो गुमालटार भन्छ यसलाई फाइनल्ली गाइज हामी प्रति साल नाग्यौँ अनि पाठक दालमुटको साउ यहाँ आइसक्नु भएको छ यहाँ आइज न कहाँबाट डराएको मैले बन्दुक ताकेँ र क्यामेरा हो कि क्यामेरासँग डराउने होइन ल के छ तेरो हालखबर ठीक छ साथी कामबाट आएकोस् ल कामबाट केमा काम गर्ने त अडिट गर्नु छ ओए ल ठिक छ राम्रोसँग गरेस् केटोले नि खाता अडिट गर्ने भएछ है अनि यसको नाम चाहिँ सुदिन पाठक हो अनि मैले चाहिँ यहाँ पाठक दालमुट हुन्छ नि अनि उसको चाहिँ प्रोपराइटर भनेर भन्छु कि यसलाई फेरि यस्तै छ के भन्ने डिस्काउन्ट पऱ्यो केटाहरूले केटीहरूलाई डिस्काउन्ट स्यान्डिलले हान्छन् फाइनल्ली हामी चौरङ्गी चोकमा आयौँ उर्फ तिला आन्टीकोमा आज चटपटले बोलायो ओ सफल हो बाहिर निस्क्यो अनि हाम्रो यहाँको रुम ओ भाइहरू खाँदै हो हामी चाहिँ यहाँ बसेर खाइन्छ जस्ट अब आन्टीलाई पनि देखाइदिनु पऱ्यो आन्टी चटपट खानु पऱ्यो बनाउनु खै तपाईँको छोरो खै त्यो पनि ढुल्वा हो ए मसँग आएको आज धनी आज धनी कतिको अब मलाई थाहा बनाइदिने मिलाएर यता त्यो मिलाएर बनाउनु न मिलाएर ट्याक्क लाएर हुन्छ नि त्यहाँले वालाहरू तपाईँहरूलाई यहाँको वर्ल्ड फेमस छ है यहाँको चटपट चाउमिन चाहिँ वर्ल्ड फेमस छ पिरोवाला धेरै पिरो नहाल्नु धेरै उही खतरा चिक्नु छ यहाँ त खै यहाँ बोर्ड सोर्ड छैन देखाइदिन्थेँ नि मैले साह्रै गरिब हुनुहुन्छ कि आन्टी पनि छ्या निकालिदिनु भएन यता हो केही पनि छैन आन्टी साह्रै गरिब हुनुहुन्छ है सब आइदिउँ खाइदिउँ है सबैले आएर खाइदिउँ है ल फाइनल गाइज हेर्न सक्नुहुन्छ हामी यही ठुस्न लागेको अब झ्याममा बसेर ह्याप्स हान्नु पऱ्यो अब सुन्दरी आउट रह्यो त एक श्रममै पाडिदिन्छु फेरि देखाएर यो थोपडा तपाईँहरूले चिन्नुहुन्छ भने मलाई खबर गर्नु होला है यो 1 नम्बरको हरामी हो यसले मेरो हात ट्र्याक्टर गाँड हान्दैछ यो एकदम हरामी हो यो फुटी भयो लगाइछ अब हामी चाहिँ ह्याप्स हान्छौँ है धेरै टाढा छैन यहीँ तिलान्टीमा छु आउन सक्नुहुन्छ है हेरेको मान्छेले ओ मासु नमस्कार मासु
कहाँबाट तपाईँलाई क्यामेराले देखेन खै सलाम आगे मुड प्याट प्याट सलाम ठोक सलाम खै त ल बबाल केही भन्न चाहनुहुन्छ खुसीमा एउटा सानो शब्द हामी सबैजना बोलेर मिठो गफ मिठो बात गर्नु गर्ने त्यो खुसीमा सबजनाको मिठो आवाज आओस् तर तपाईँ उस्तै हो क्या बिर्सनलाई सम्झिने होइन क्या तपाईँको गीत सुन्दाखेरि मलाई मन लागेको सोरा सुक्यो भान्जा हृदय सुक्यो अब सोरा सुक्यो हृदय सुक्यो बाई बाई आई लाउ चेउकी भपुयो सोरा सुक्यो हृदय सुक्यो नमिल्ने नमस्कार 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 एकदम सधैँभरि हामी भेट गरेर बोल्न पाइयोस् हाँस्न पाइयोस् जिन्दगी मिठो बोली मिठो शब्द बोल्न पाइयोस् जिन्दगीमा मरेर लैजाने के छ र सबै चाहिँ हाँसी खुसी गरेर यस्तै गरेर हिँड्न पाइयोस् मारो ओ सही हो ल मामासिर है हेर्दै गरौँ ल मामासिर हामी पनि यसो कस्तो रहेछ होइन कालो ए तपाईँको चेहरा त बबाल अलरेडी यहाँ टिकटक बनाउनु लागिरहेको छौँ हामी चाहिँ गीत लगा न कुन गीत लाउने त्यही बुमका पोको मुङ हो कि त्यही लाउने खान्ने हो हाम्रो पारा यस्तै छ पारा चटपटमा भाङ हाल्नु थियो आन्टीले त पुरै दिइरहेको थियो अझै भ्याए होइन बल्ल भ्यायो फाइनल्ली ल जान्छौँ अलराइट गाइज अलराइट फाइनल्ली हामी चाहिँ चटपट खाएर निस्किसक्यौँ अब हामी चाहिँ एटिएमतिर जाने हो अनि हेर्न सक्नुहुन्छ आज चाहिँ मसँग प्रशस्त मात्रामा पैसा छ ब्याङ्कमा अनि सो एटिएमबाट झिक्नु पर्ला अनि हिजो चाहिँ यहाँ एउटा काण्ड साइलेन्ट हिजो एउटा काण्ड भएको रहेछ सियो घरमा भन्ने सुनेको थिएँ तिल आन्टीले नि यहीँ भन्नुभएको थियो अनि लगेको पनि अब यो घर मैले बुझेअनुसार यहाँ कोही पनि बस्दैन के अनि लगेको पनि भाँडाकुँडाहरू के उठाइदिएको रहेछ अनि त्यो चोर फेरि लास्टै गरिब हो भनौँ लास्टै गरिब भएछ के भाँडाकुँडै नभएको भएछ कि अनि सो अब केटा नै होला त्यो होइन चोरेको पनि यदि अब भिडियो हेरिरहेस् भने हेर्न त हेर्दैनस् पक्कै नि मोबाइल पनि छैन होला होइन यहाँ त चोरिस केटा अब त्यो बाँसको बुटोबाट उता लाइस् भने तँलाई चोरिदिन्छौँ हामीले तँलाई चोरिदिन्छौँ त्यो ख्याल गर आन्टी नमस्कार आउनुभयो स्कुलबाट ल ल सही हो हामी चाहिँ अब गोल्डन चोक आउन लागिसक्यौँ सो चोरलाई चाहिँ म चेतावनी है ओहो यहाँ त धान काट्नै रहेछ यार पुरै भिजेछ है के भन्ने हाम्रो पराल त भिजिसक्यो होइन त्यस्तै छ अब हामी एटिएम जाने हो अब त्यहीँ गएर हेरौँ है त भिडियो गाइज अलराइट हामी चाहिँ यहाँ जबल दाईको पसलमा आइसकेका छौँ हेयर एन्ड सेलुन हेर्न सक्नुहुन्छ जबल दाईलाई ओ मेरो दाई सन्चै हुनुहुन्छ ठिक छ एकदम ल सुन्तला लिनु भन्नुभएको थियो दुईवटा लिनु भन्नुभएको थियो मैले त ब्याङ्कमै आधा किलो नि लिइदिएँ यहाँ आउनुभयो भने यसो फिल्म हेर्ने सर्भिसहरू पनि छ सबै छ आउनु होला हेयर कलरदेखि सबै तपाईँले जस्तो सोचेको त्यस्तै काटिदिनुहुन्छ बबाल छ है हामी चाहिँ यहाँको डेली ग्राहक नै हो भनौँ काट्दाखेरि नेपाल चाहिँ खाना नि 1 बजी जानुहुन्छ क्या त्यस्तो बिजी हुनुहुन्छ यहाँ होइन
होइन दाइ हल्का हल्का हो नि दाइ चाहिँ एकदम मेहनती हुन्छ बिहानै ब्याडमिन्टन खेल्न जानुहुन्छ एक्सर्साइज पनि एकदम राम्रो छ फिट एन्ड फाइन कपाल पनि त्यही हिसाबले काट्नुहुन्छ अनि यहाँको दुम्कियासमै फेमस भनेर बुझिन्छ क्या यहाँ चाहिँ नेपाल भनेपछि सबैले चिन्छ नचिन्ने सर्दीदेखि पनि आउँछन् यहाँ बुटोलधरीको काट्न आउँछन् भनेपछि अब आफै बुझ्नु न होइन ल केटीहरू पनि हेर्दै हाँस्दै गहन् मलाई ए म पपुलर भएको हो 1K पुगेपछि सबले हेर्ने छन् ए बाबा सही फाइनली केटाहरू खै यति काट्छन् है केटाहरूले देखाइदेऊ न कपाल कति काट्यो मोबाइल तैँले हानेकोस् मैले अर्कै हानेको ल दुईजनाले कपाल काटे ल खै मेरो भिडियो हेरेर आए है ए यहाँको ल म जान्छु ल के भन्छ अब मैले बुझ्दैन ल गाइस भनिदिनु अब भाइहरूको चट्ट कपाल काटियो है एनसी देख्यान् भाइहरू एकदम ल दाइ ल आउँदै गर्छौँ हामी ल भाइ ल बाई बाई सही हो ल हामी चाहिँ लाग्छौँ झिलिमिली हेर्न सक्नुहुन्छ अझै तिहार गएको छैन भोलि लास्ट हो जोयस हेयर ड्रेसर नयाँ हो यो सो यहाँ भिजिट गर्न सक्नुहुन्छ ल यस्तो छ झिलिमिली हेर्न सक्नुहुन्छ है आइदिनु होला दाइको नम्बर चाहिँ म तल डिस्क्रिप्सनमा हालिदिन्छु अनि त्यहाँबाट चेक गरेर अनि फोन गरेर आउन सक्नुहुन्छ है तपाईँहरू ल यही नै हो ल दाइ है गयो ल ल गयो ल सही हो पुर्ने पनि भर्खर आएछ भरेङ लिएर आयो पुर्ने भर्खर आएछ अब घर जाने हो ल ल ल ल ल ल ल ल ल नाइट ब्लग कमेन्टमा भ्लग गरेर जस्तो देखेँ है यस्तै भएको थियो कि मैले अस्ति नै एकचोटि भ्लग गर्ने होला काठमाडौँ ठमेलमा यस्तै नाइट भएको थियो पुरै गाडीहरू हिँड्ने आयो नि ल गाइज आजको भ्लग चाहिँ यति नै हेर्दै गर्नु होला माया गर्दै गर्नु होला लाइक सपोर्ट सब्सक्राइब गरिदिउँ उज्यालोमै गर भन्छु कि म लाइक सपोर्ट सब्सक्राइब गरिदिउँ है यता कताबाट देख्यो भने सो गाइज छ्या हिलो रहेछ सो आजको भ्लग चाहिँ यति नै ल बाई बाई गाइज बाई